आप सबैलाई स्वागत छ आजको मेरो नयाँ भिडियोमा। आज चाहिँ म माइनक्राफ्ट खेल्दैछु। माइनक्राफ्ट त्यो जुन टावर छ त्यहाँबाट चाहिँ म एमएलजी गर्न आँटिरहेको छु र अब हेरौँ है म कतिको सक्छु कि सक्दिनँ। ए चिकन ए त धेरै बोलेको पकाएकै छ चिकन पनि। ल जाउँ कतिको सकिन्छ कि सकिँदैन। वाटर बकेट क्लोज गर्नु तिमीहरू त प्रोनी हो, यस्तै सकिदिन्छु होला। रिस्पन पॉइंट सेट तो करना पर अरे ब्रिटिश स्पॉट हुए। अरे आएगा ही या फिर नहीं, तब तक मैं हिंदी बोलिहाल्छु बिच बिच। त्यति बेलासम्म म चाहिँ सुत्नु पर्ला जस्तो छ। फेरि गाइज जाम छोडिदिउँ। अरे ओ जान्न, यहाँ चाहिँ लिडर रहेछ र मात्र, नत्र भए त म यसरी मर्दिनँ थिएँ। टोटम वेस्ट फेरि मैले अर्को टिम टोटम लिइसकेको छु। अब हामी गर्ने लाग्छौँ। देख्नु भएको छ नि यो इलाइट्रा। अब इलाइट्रा युज गर्नेवाला छु। अनि माथिबाट वाटर बकेट क्लच। ठिक छ ल। सुरुमा यस्तो गर्नुपर्छ। अरे दामी ब्रो, दामी वाटर बोकौँ। तल जाऊँ। हेर्नुहोस् गाइज म कतिको वाटरमै आइपुगेछु यार। अब मेरो ठाउँ कता हो रे? उता येल्लो ठिक छ ल। अब म वाटर बोकौँ। अरे बिना ड्यामेज लिए बोथे भनेको यार। गाइज मैले फेरि टोटम लिएर आइसकेको छु। यस्तो देखाउँछ र मलाई रिस उठ्छ। ल जाम। राति हुन आँटिसकेको छ क्या। अब अर्को चिज गर्नेछौँ। राति भइसकेको छ। अब त सुत्नु पर्ने हुन्छ। अरे झन्डै छरियो। अब म के गर्नेवाला छु भने राति भएपछि तपाईँहरूलाई थाहा छ, म अब राति भएपछि बेड क्लोज गर्नेवाला छु। त्यसैले मैले 2टा बेड बनाइरहेको छु। अब यहाँ माथि जाने इलाइट्राबाट फेरि तल झर्ने, बेड प्लेस गर्ने, सुत्ने। जाम अब। देख्नु पनि गाइज, मैले कसरी क्लोज गरेँ। ठिक छ ल, यता जाम। ल यतै ठिक हुन्छ। बेड क्लोज कतिको सकिन्छ कि सकिँदैन हेरौँ। यार मैले सकेको भन्नुपर्छ। यार तँ सजै वाटरमा गएर बाँचिस् भनेको लास्ट होइन। माथि आइज ले भेटिस् बाँचिस्। अब त
कोही छ ए हे क्रिपर जिउ पनि झरिहाल्नु भएछ लिनुस् फुटिहाल्नुस् अब त म ओरे ओरे लुक अरे यहाँ पनि भिड यहाँ भिड कसले लाग्यो रे म पनि लाग्छु उई ठिक छ ल हामी आकाशमै खाजा खानेछौँ हेर्नुहोस् होला अब खाजा खाँदै जाउँ अब यस्तो गरौँ फेरि खाजा खा यस्तो गरौँ अब जाम मसित यस्तै हुन्छ र मलाई रिस उठ्छ ठीक है अरे सर मैं अभी मर जाता लिटरली ब्रो ठीक है तो अब हम करेंगे इलाइट्रा 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 अरे अभी तक नहीं टूट रहा है यार ये इलाइट्रा भनेर हिन्दीमा भनिन्छ तर नेपालीमा स्टार वेस्ट झारी इज नट वेस्ट मैले गर्दाको मरे या झन्डै तर मेरो ठाउँ कहाँ हो आइफेल टावर खडा गरिदिएर मैले अनि मात्र थाहा भइरह लु फेरि गरौँ ल उही साँच्ची मैले टुटाउनु लिएकै छैन त्यसैले मैले यस्तो गर्छु भनेको टोटम फुटो यार अब म कहाँ जिन्दा छु मलाई नि थाहा छैन अब क्रिएटिभमा नजाम गाइज म गोल्ड हो गोल्ड त्यसैले म जानेछु छिट्टै खोज्नेछु आफ्नो घर हैन क्लच गर्ने ठाउँ यतै जस्तो लागिरहेछ नि तर मैले रिसवान सेट त गरेको थिएँ त यार गाइज त्यो वर्ल्ड चाहिँ नभेटेर म चाहिँ अर्को वर्ल्डमा बनाउँदैछु यसमा मैले कस्तो बनाएको छु मैले नि बिर्सेँ यार फेरि हेरौँ त लु मैले कस्तो बनाएको रहेछु तर यहाँ क्रिएटिभ जस्तो लाग्यो म सर्भाइभल नै गर्छु क्या लागिरहेको थियो क्रिएटिभ त्यो पनि यहाँ म त यहाँ यसो लगाइदिन्छु है पोजी कोअर्डिनेट लाउने पनि लगाइरहेको छु लु हामी जाम सर्भाइभलमा लु आयो सर्भाइभलमा लु यसो गरौँ ल ए लु छिटो राम ए छिटो लामै छिटो जाम ल जाम यार सधैँमै हुर्काउने यार लास्ट ब्लक यो लास्ट ब्लक लाउनु भन्दा अगाडि हामी
अझै एउटा ब्लक फुटाएर दुईटा ब्लक बनाउँछु। ए डट मात्र बनाउँछु। यसको नाम हो ग्रास ब्लक। अझै एउटा डट ब्लक। अब क्रिएटिभमा जाम। होइन डाइरेक्ट गेम ब्याक गरिदिउँ। यार मलाई यस्तो वर्ल्डमा खेल्नै मन लाग्दैन क्या। ओइ हेरौँ त डाइरेक्ट वान ब्लक जस्तो मात्र लागिरहेको छ। जाम लो डिलिट यो वर्ल्ड। यार मेरो सपना छ यार यस्तो खेल्ने यस्तो होइन। यहाँ पैसा लाग्छ मसित 1 रुपियाँ नि छैन। अब यहाँ गो टु मार्केट प्लेस भनेछ। क्रिएट वर्ल्डमा थिच्यौँ भने यता आउँछौँ। यता म नाम लेखिहाल्छु। दिस वर्ल्ड लु गाइज हामी चाहिँ यो वर्ल्डलाई क्रिएट मात्र गर्नेछौँ। लो स्क्रोलै हुँदैन त मेरो मोबाइल ह्याङ भयो। गाइज यस्तो गरौँ ल। ए साँच्चै त गाइज अब हामी यो वर्ल्डलाई चाहिँ क्रिएट मात्र गर्नेछौँ र हामी यो भिडियो चाहिँ एन्ड गर्नेछौँ। र गाइज यो वर्ल्ड चाहिँ हामी अर्को भिडियोमा खेल्नेछौँ। लु यसैको साथ अब तपाईँहरूलाई क्रिएट गर्दै बाई बाई।